Hello guys, I am RC. So sad moment. आज माघ 1 गते हैन, तैपनि पुष महिना सकिएको छ र पुष महिनामा मात्रै क्यान्सरको कारण चाहिँ मैले सुनेको मात्रै, मैले थाहा पाएको मात्रै 25 जनाको चाहिँ मृत्यु भएको चाहिँ क्यान्सरका कारण, जुन चाहिँ बोन मेरो ट्रान्सप्लान्टको समयमा चाहिँ मृत्यु भएको छ। यो चाहिँ निकै नै दुःखद क्षण हो हैन। क्यान्सरको कारण मात्रै महिनामा 25-26 जनाको मृत्यु हुन्छ भने, अनि अन्य कारण पनि, अन्य रोगहरू पनि छन् यस्ता धेरै किसिमका हैन। तर यस विषयमा चाहिँ कस्तो प्रायको चाहिँ मृत्यु चाहिँ इन्डियामा नै भएको छ। नेपालमा चाहिँ केही समय उपचार गर्ने र उनको खर्च वृद्धि गरिदिने, भएको पैसा यहीँ नेपालमा सकिने र नेपालको हस्पिटलमा चाहिँ अब यसको उपचार नेपालमा सम्भव छैन भनेर इन्डिया रिफर गर्ने, अनि त्यसपछि इन्डिया जाँदाखेरि चाहिँ ढिला भइसकेको हुन्छ, अनि उता खर्च पनि बढी, अनि अन्तिममा चाहिँ मान्छेको मृत्यु हुने गरेको धेरै पाइएको छ, धेरैको त्यसै नै भएको छ। तैपनि नेपाल सरकारले चाहिँ कुनै पनि ध्यान दिएको छैन हैन। क्यान्सर जस्तो यो प्राणघातक रोग चाहिँ रोकथाममा चाहिँ विशेष कदम चाल्नुपर्छ हैन। तर यति मान्छेको मृत्यु हुँदा पनि मौन रहेको सरकार देख्दा पनि दिक्क लाग्छ। उता चुनाव पनि आइरहेको छ हैन, कसैलाई चुनावको चटारो छ। कति चाहिँ मानिस अझै पनि मृत्युसँग लडिरहेका छन्। तिनी मृत्युसँग लडिरहेकालाई साथ हौसला दिने नै कमी जस्तो पनि छ। तैपनि कुनै पनि क्षेत्र निकायले चाहिँ त्यस्तो ध्यान दिएको छैन। तर प्राय पत्रकारहरूले चाहिँ साथ सपोर्ट गरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ धन्यवाद। अनि उहाँहरूको चाहिँ उपचारमा चाहिँ धेरैले सहयोग पनि गरिरहनु भएको छ। तैपनि नेपालमा विशेष किसिमको जस्तो हस्पिटल, अत्याधुनिक मेसिन भएको, क्यान्सर निको गर्ने किमोथेरापी मात्रै एउटा विकल्प जस्तो रहेको छ क्यान्सरको उपचारको निम्ति। किमोथेरापीले पनि कति नै गरोस्, त्यो पनि फिक्स औषधि होइन। क्यान्सरको न्यूनीकरणको लागि प्रयोग गरिन्छ। तैपनि किमोथेरापी कुनै आधार रहेको छ अहिलेसम्म चाहिँ क्यान्सरको उपचारको निम्ति। तैपनि यस सम्बन्धी नयाँ खोज अनुसन्धान भइरहेका छन्। तैपनि नेपालमा चाहिँ यसको खोज अनुसन्धानको निम्ति चाहिँ कुनै पनि ल्याब नै छैन नेपालमा हैन। त्यसमा कुनै पनि बजेटै पर्दैन हैन। बनाउन सकिन्छ, ल्याब बनाउन सकिन्छ, तर के गर्नु, सरकारले चाहिँ कुनै पनि ध्यान दिएको छैन। क्यान्सर आफैमा एक प्राणघातक रोग हो। यो छिट्टो हुने पनि होइन, त्यो बिस्तारै हुन्छ, तर धेरै खतरनाक हुन्छ। त्यसकारण चाहिँ यसबाट बच्न धेरै गाह्रो छ। त्यही भएर क्यान्सर हुनुभन्दा क्यान्सर नभएरै क्यान्सरबाट बचेर नै सन्चो हुनु पऱ्यो होइन, क्यान्सर हुनै नदिनु पऱ्यो। यस सम्बन्धी चाहिँ विशेष सतर्कता अपनाउनु पऱ्यो होइन। अब यस्तै क्यान्सरबाट चाहिँ एउटा म अनि एउटा क्यान्सरको रिसर्चरको नाताले चाहिँ अब चाहिँ बिस्तारै क्यान्सरबाट कसरी बच्ने, यसका उपाय र क्यान्सर कसरी हुन्छ, कसरी असर गर्छ भन्ने विषयमा चाहिँ भिडियो बनाएर म आउने नै छु भिडियोका साथ। त्यसकारण हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, किनभने हामीले अपलोड गर्ने भिडियोहरू चाहिँ तपाईँले छिट्टोभन्दा छिट्टो प्राप्त गर्न सक्नुहुनेछ। यो ज्ञान चाहिँ तपाईँले मात्र थाहा पाएर हुँदैन, सम्पूर्णलाई चाहिँ सेयर पनि गरिदिनु होला, किनभने उहाँहरूको पनि स्वास्थ्य हो, उहाँहरूको पनि शरीर हो हैन। अनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। हस्त, धन्यवाद।